दर्शकबिन देशको सबैभन्दा ठुलो अभिभावक भनेको कार्यकारी व्यक्ति हुन्छ, यानि कि हाम्रो देशको हकमा प्रधानमन्त्री नै हुन्छ। कुनै पनि सङ्घ संस्था अथवा कुनै पनि राजनीतिक दलले देशमा आन्दोलन गर्छु, जुन संविधानले दिएको अधिकार प्रयोग गर्छु भनिरहँदाखेरि आफ्ना पार्टीका कार्यकर्ता लगाएर त्यो दिन उपत्यका नै क्याप्चर गर्ने भनेका छन्। विषयवस्तु हो अब आउँदो 15 गते गर्ने भनिएको राष्ट्रवादीहरूको आन्दोलनको। यस आन्दोलनलाई निस्तेज गर्नका लागि दिउँसो 11 बजेदेखि 2 बजेसम्म काठमाडौँलाई नेकपा एमाले नियन्त्रण गर्ने रे। यो अभिव्यक्ति उत्तेजित भएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले समेत एक विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा भनिएको छ विधिको शासन विपरीत यस्ता अभिव्यक्तिहरू नदिनका लागि पनि प्रधानमन्त्रीलाई आग्रह गरेको छ र प्रधानमन्त्रीलाई यस आन्दोलनको निगरानी र सहजीकरण गरिदिनका लागि पनि अपिल गरेको छ भने राजावादीहरूले मानवाधिकार आयोगलाई समेत हामी आन्दोलनमा जाँदैछौँ भनेर पत्रचार गरेका छन्। तपाईलाई चाहिँ यो प्रधानमन्त्रीको अभिव्यक्तिप्रति के लाग्छ? कुनै पनि ठाउँ कुनै पार्टीको कार्यकर्ताले कब्जा गर्ने हो कि आफ्नो संविधानले दिएको अधिकार प्रयोग गर्ने हो? आफ्नो धारणा कमेन्ट बक्समा राख्नुहोला।